तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानल टेक्निकल स्टोरीमा। आज तपाईहरुलाई म नेपाल प्रहरीको सेवा सम्बन्धी त्यसो भने के भयो दर्जाहरु कसरी याद गर्ने, नेपाल प्रहरीका दर्जाहरु त्यस सम्बन्धीको भिडियो तपाईहरुलाई लिएर आएको छु। यो दर्जा सम्बन्धीको भिडियो तपाई अहिलेसम्म युट्युबमा हेर्नु होला। सबैभन्दा फरक तरिकाले, सबभन्दा सजिलो तरिकाले कसरी पढ्ने, कसरी याद गर्ने होला, यो कसरी बनेको होला, सबै जानकारी लिएर यति लामो भिडियो लिएर आएको छु। लामो बनाएको छु, लामो भिडियो भएको छ, तर अत्यन्तै तपाईहरुको लागि धेरै सजिलो तरिका, अहिलेसम्म तपाईहरुले नपढेको, अहिलेसम्म नथाहा पाएको कुराहरु सबै कुराहरु म यस भिडियोमा भन्न गइरहेको छु। भिडियो लामो होला तर हजुरहरुलाई धेरै हेल्प हुनेछ। म सुरुमा आईजीपी भन्ने शब्द तपाईले सुन्नुभयो होला। सबभन्दा माथिबाट म गइरहेको छु, सबभन्दा हाई पोस्टबाट है। नेपाल प्रहरी संगठनको सबभन्दा ठूलो व्यक्ति को हो आईजीपी। हेर्नु, सबभन्दा ठूलो व्यक्ति को हो आईजीपी, अनि उभन्दा जुनियर एआईजीपी, अर्को डीआईजीपी। तीनटा दर्जालाई मैले लिएको छु। जो यो तीन दर्जा मैले लिएर आएको छु, यो तीन दर्जा भनेको सबभन्दा ठूलो के हाकिम, सबभन्दा ठूलो हाकिम टाउके के भन्छ यिनीहरुलाई, टाउके भनेको के हो, सबभन्दा ठूलो व्यक्ति। प्रहरी संगठनले सबभन्दा ठूलो हाकिम यिनीहरुले भनेपछि जे पनि हुन्छ, यिनीहरुको बोली कसैले काट्दैन। सबभन्दा ठूलो को भयो आईजीपी, त्योभन्दा जुनियर एआईजीपी अनि डीआईजीपी। अब यसलाई नेपालीमा कसरी भन्ने त्यो म तपाईहरुलाई नेपालीमा कसरी याद गर्ने त्यो बारे तपाईहरुलाई म भन्न गइरहेको छु। अब यहाँ नोटमा हेर्नुस्, आईजीपी शब्द देख्ने बित्तिकै मैले के भने महानिरीक्षक भन्ने भनेको छु हैन। अब जस्तै महानिरीक्षक पनि यसरी रट्टा मार्न मन लागेन भनेपछि अर्को तरिका बन्छ। यहाँ हेर्नुस् त, इन्स्पेक्टर सुरुमा के थाहा पाउनु पर्यो, इन्स्पेक्टरलाई नेपालीमा के भन्छन् यो बिर्सिनु भएन, सबभन्दा इम्पोर्टेन्ट। इन्स्पेक्टरलाई नेपालीमा के भन्छन्, निरीक्षक। अब हेर्नुस्, यो निरीक्षक शब्द हेर्नुस्, यो आई भनेको के हो, इन्स्पेक्टर इन्स्पेक्टर इन्स्पेक्टर। यति ठूलो हाकिममा यो इन्स्पेक्टर शब्द किन आएको होला त, त्यतिकै आएको नहोला नि त, केही न केही त्यसको तरिका त होला, आइडिया त होला। अब हेर्नुस्, म त्यो तपाईहरुलाई भन्न गइरहेको छु। जो पनि सुरुमा इन्स्पेक्टर डाइरेक्ट इन्स्पेक्टर खानुहुन्छ जागिर, हेर्नुस् डाइरेक्ट इन्स्पेक्टर जसले जागिर खानुहुन्छ, इन्स्पेक्टरमा खुल्छ कि डाइरेक्ट खुल्छ। डाइरेक्ट जसले इन्स्पेक्टरमा खानुहुन्छ त्यो व्यक्ति गएर पछि बढुवा हुँदै गएर यो तीनटा हाकिमसँग बन्न सक्नुहुन्छ के। त्यही भएर हेर्नुस्, इन्स्पेक्टर शब्द यहाँ आएको हो के, यति ठूलो हाकिममा। यहाँबाट नै यो तीनटा हाकिममा एउटा बन्ने हो के, यहाँसम्म उहाँहरु यहाँसम्म पुग्न सक्नुहुन्छ के। त्यही भएर हेर्नुस् त कस्तो कमन मिलेको, इन्स्पेक्टर 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 इन्स्पेक्टर। यो कुरा बुझ्नुस्, यहाँबाट नै यो ठूलो व्यक्ति बन्ने हो। एकैचोटी आईजीपी बन्ने हो र बन्ने हैन, इन्स्पेक्टरबाट नै बढुवा हुँदै गर्दै गएर कहाँसम्म पुग्ने हो, आईजीपी एआईजीपी डीआईजीपी। यो कुरा ध्यान राख्नु पर्यो, यसरी रट्टा मार्न आउँदैन भनेपछि। अब हेर्नुस्, अब यहाँ महानिरीक्षक भन्ने त मैले भने आईजीपी शब्द देख्ने बित्तिकै हैन। यी हेर्नुस्, आई भनेको के हो, इन्स्पेक्टरलाई निरीक्षक भन्छन्, यहाँसम्म कन्फ्युजन भएन। निरीक्षक शब्द यहाँ आउने नै भयो। अब नेपालीमा के भयो, यहाँ लास्टमा निरीक्षक शब्द आउने नै भयो यिनीहरुकोमा। अब यो महा शब्द किन आयो, जसरी राज्य समाजलाई महानायक किन भनिन्छ हैन, राज्य समाजलाई महा किन थपिएको हो त, यो पनि के हो, इन्स्पेक्टरबाट यति ठूलो हाकिम बन्ने हो नि त। त्यही भएर यहाँ पनि के थप्दिया हो, निरीक्षक भन्न त मिलेन एक ठूलो हाकिमलाई, त्यसैले महा भन्ने उपाधि दिएको, महानायक भने जस्तै। अब यहाँ के हुने भयो, निरीक्षक महानिरीक्षक हुने भयो यिनीहरु। बुझ्नुभयो, महानिरीक्षक किन भयो भन्ने कुरा पनि तपाईहरुलाई मैले यति सजिलो तरिकाले भनेको छु। अब हेर्नुस्, यो चाहिँ थाहा पाइराख्नु पर्यो, इन्स्पेक्टरलाई निरीक्षक। अब हेर्नुस्, महानिरीक्षक कसरी आयो सबै भनिसके। अनि सुरुमा के लेख्नु, यो पी भनेको के हो, पुलिस पुलिस पुलिस। जति पनि नेपाल प्रहरीको दर्जा आउनु सबमा सुरुमा के लेख्नुस्, प्रहरी नछोड्नुस्। सुरुमा के लेख्ने, प्रहरी प्रहरी प्रहरी। यतिमा कन्फ्युजन हुनु न। पी भनेको के हो, पुलिस, नेपालीमा प्रहरी। सुरुमा के लेखिहाल्नुस्, प्रहरी 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 लेखिहाल्नुस् है। अब इन्स्पेक्टरलाई निरीक्षक भन्ने थाहा भइसक्यो है, मैले मेटाइदिए। अब हेर्नुस्, आईजीपी भन्ने शब्द देख्ने बित्तिकै महानिरीक्षक, प्रहरी महानिरीक्षक। हेर्नुस् त कति सजिलो छ।
यो महानिरीक्षक किन आएको भने मैले भनिसकेँ यति लामो हेर्नु यति सजिलो छ। अब यहाँ त्यसरी आउँदैन भने सिधा रट्टा मार्ने आइजिपी शब्द देख्ने बित्तिकै महानिरीक्षक। अब हेर्नुहोस् यहाँसम्म त ठिक छ, यी आइजिपी 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 यो देख्ने बित्तिकै मैले के भने लास्टमा के हुन्छ महानिरीक्षक। यसमा त केही कन्फ्युजन छैन, आइजिपी देख्ने बित्तिकै महानिरीक्षक। आई भनेको इन्सपेक्टर, निरीक्षक अनि यसलाई उपाधि दिएको महानायक भने जस्तै के भयो महानिरीक्षक। अब हेर्नुहोस् अब फरक के छ, यो ए भन्ने फरक छ, एउटा डी भन्ने फरक छ। अब हेर्नुहोस् डी शब्द देख्ने बित्तिकै नायक भन्ने यति दिमाग यो त याद गर्नु पर्यो। अब डी देख्ने बित्तिकै के भयो, यो भनेको महानिरीक्षक भएन। अब यो डी देख्ने बित्तिकै के लेख्ने मैले के भने प्रहरी नायक शब्द राखिदिने। हेर्नुहोस् कति सजिलो छ। अब डी जहाँ देख्नुहुन्छ नायक भनिदिने, नायक लेखिदिने है, यति थाहा पाउनु पर्यो। अब ए भनेको हेर्नुहोस् त, ए भनेको के हो एडिसनल, एडिसनल। अब यो किन भयो एडिसनल हेर्नुहोस्, ए भनेको त के हो असिस्टेन्ट पनि हुन सक्छ नि, असिस्टेन्ट पनि हुन सक्छ। किन असिस्टेन्ट भएन अनि किन एडिसनल भयो त्यो पनि तपाईँहरूलाई म भन्छु कि रट्टा मार्नु केही पर्दैन, एक दुई कुरा सानो सानो मात्र रट्टा मार्ने हो। हेर्नुहोस् त असिस्टेन्ट पनि हुन सक्थ्यो, एडिसनल किन भयो। अब हेर्नुहोस् असिस्टेन्ट किन भन्ने हो, जस्तै यो तीनटा दाइ भाइमा जुनियरको छ, यो डिआइजिपी जुनियर छ नि त, एआइजिपी त के हो माइलो भाइ माइलो दाइ हो नि त। यो भन्दा यो जुनियर छ भने तपाईँ कसरी असिस्टेन्ट हुनुभयो, हुनु हुँदैन नि त। तपाईँको तल्लो दर्जा छ भने तपाईँलाई असिस्टेन्ट भन्न मिल्छ त, मिल्दैन नि त, किनकि तपाईँभन्दा जुनियरको चाहिँ डिआइजिपी हुँदा हुँदै आइजिपी शब्दमा सबभन्दा जुनियर डिआइजिपी हुँदा हुँदै तपाईँलाई असिस्टेन्ट लेख्न मिल्दैन। असिस्टेन्ट कसलाई लेखिन्छ, तपाईँभन्दा सहायक, तपाईँको तल्लो दर्जामा काम गर्ने, तपाईँको अन्डरमा काम गर्ने मान्छे। त्यसैले हामीले के लेख्यौँ एडिसनल भयो भन्ने थाहा पाउनु पर्यो। कहिले मान्छे झुक्किएर एसिस्टेन्ट भनिदिन्छन् के, त्यही भएर ए शब्दमा आइजिपीमा ए लाग्यो भने के भयो यो असिस्टेन्ट हुँदैन, एडिसनल हुन्छ। यतिसम्म याद भयो है, ठिक छ। अब डी शब्द देख्ने बित्तिकै मैले के भन्छ कि नायक भन्छ। अब हेर्नुहोस् अब यो एडिसनललाई नेपालीमा के भनिन्छ अतिरिक्त भन्ने थाहा पाउनु पर्यो। अब एडिसनललाई नेपाल प्रहरीमा अतिरिक्त भन्ने शब्द मात्र याद राख्नु पर्यो, अरू सब केही छैन गाह्रो। अब के याद राख्नु पर्यो, आइजिपी को एडिसनललाई के भनिन्छ नेपालीमा अतिरिक्त भन्ने मात्र याद राख्नु पर्यो, अरू कुरा सबै क्लियर भइसक्यो। डी देख्ने बित्तिकै नायक है, यति जानकारी हो। यति तीनटा दर्जा हेर्नुहोस् कति सजिलो तरिकाले बनेको रहेछ। अब हामी जान्छौँ तीनटा अरू दर्जामा है। अब हेर्नुहोस् त म तीनटा दर्जा अरू पनि ल्याएको छु मैले, एसएसपी एसपी डिएसपी तीनटा हाकिम भइसक्यो। अब आयो तीनटा अर्को हाकिम। हेर्नुहोस् एसएसपी हेर्नुहोस् यो पी भने मैले के भनिसकेँ पुलिस, पुलिसलाई नेपालीमा के भन्छन् प्रहरी, यो त थाहा भइसक्यो। नेपाली मैले के भनिसकेँ सुरुमा प्रहरी आँखा चिम्लेर प्रहरी हुन्छ भन्ने, यो याद गर्नु पर्दैन के, यसलाई खालि प्रहरी प्रहरी मात्र लेख्ने हो, यसमा केही कन्फ्युजन कसैलाई केही हुँदैन। अब कन्फ्युजन कहाँ हुन्छ निरीक्षक कसमा भन्ने उपरीक्षक कसमा भन्ने कुरामा चाहिँ डाउट हुन्छ, हो कि नै। अब हेर्नुहोस् अब मैले के भने चाहिँ नोटमा हेर्नुहोस् एसपी शब्द देख्ने बित्तिकै के भनिन्छ उपरीक्षक भन्ने बुझिराख्नु पर्यो। अब यो याद नै गर्नु पर्यो। एसपी लाई नेपालीमा के भन्छन् उपरीक्षक, जसरी इन्सपेक्टरलाई निरीक्षक भनेर याद गर्ने त्यसरी एसपी शब्दलाई के भन्ने अब नेपालीमा उपरीक्षक भन्ने। अब हेर्नुहोस् एसपी शब्द देख्ने बित्तिकै मैले के भने उपरीक्षक, आँखा चिम्लेर उपरीक्षक भन्छन् भन्ने बुझ्नु पर्यो। अब हेर्नुहोस् एसपी 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 सबैमा एसपी छ, के भयो लास्टमा के भयो सबैमा के हुने भयो उपरीक्षक अनि उपरीक्षक, यसमा केही कन्फ्युजन छैन। हेर्नुहोस् यी एसपी 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 त कमन छ, मिलेको छ भने एसपी शब्द देख्ने बित्तिकै पछाडि के लेखिदिने उपरीक्षक अनि अगाडि के लेखिदिने प्रहरी, यसमा केही छैन। अब हेर्नुहोस् यो डी शब्द देख्ने बित्तिकै मैले के भनेको थिएँ अघिको नोटमा नायक भन्ने शब्द राख्ने भनेको थिएँ। अब हेर्नुहोस् केही छ, डी देख्ने बित्तिकै आँखा चिम्लेर नायक भन्ने शब्द है, केही कन्फ्युजन छैन। अब यो आयो नयाँ भनेको अब एस आयो। अब एसपी छ भनेपछि एसपी भन्दा ठुलो के हुन्छ, एस भने के होला अनुमान, एस भनेको सिनियर ठुलो व्यक्ति। ठुलो व्यक्तिलाई अब नेपालीमा एउटा राम्रो भाषामा के हुन्छ वरिष्ठ व्यक्ति, ठुलो व्यक्तिलाई के भन्ने चाहिँ एसलाई वरिष्ठ, के भयो के भन्ने रहेछ वरिष्ठ। कति सजिलो छ हेर्नुहोस्, यति सजिलो तरिकाले तपाईँले याद खालि पोइन्टहरू यसो बुझ्नलाई यो लेख्ने अनि यति हो, केही गाह्रो छैन। एसपी देख्ने बित्तिकै उपरीक्षक अनि एस भनेको सिनियर वरिष्ठ भइहाल्यो, डी देख्ने बित्तिकै नायक, यति सजिलो छ हेर्नुहोस्। अब हामी जान्छौँ
अर्को तीनटा दर्जामा। अब हेर्नुहोस्, इन्सपेक्टर भनेको तपाईँलाई थाहै छ, निरीक्षक, अनि सुरुमा प्रहरी भन्ने त थाहै छ। अब यो तीनटा दर्जा हो नि, हेर्नुहोस् सबमा के लेख्नु पर्यो, सुरुमा आँखा चिम्लेर प्रहरी 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 हुन्छ भन्ने थाहा पाउनु पर्यो। यसमा केही कन्फ्युजन छैन। इन्सपेक्टरलाई नेपालीमा निरीक्षक भन्छन् भन्ने थाहा भइसक्यो। अब आउँछौँ हामी एसएसआई, एसआई अनि एएसआई। यसको पछाडि हेर्नुहोस् त आई शब्द छ, हेर्नुहोस् आई आई आई। यो आई भनेको के होला, पक्कै इन्सपेक्टर। यो आई भनेको के हो, इन्सपेक्टर। त्यसैले अब यसको पछाडि के हुने भयो, लास्टमा इन्सपेक्टर शब्द लेख्ने बित्तिकै नेपालीमा के हो, निरीक्षक। यसको पछाडि सबैमा के हुने भयो, निरीक्षक 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 अनि निरीक्षक अनि आयो निरीक्षक। यसमा केही कन्फ्युजन छ, यसमा केही पनि कन्फ्युजन छैन। आई भनेको इन्सपेक्टर आएको हुनाले लास्टमा के लेख्दियौ, निरीक्षक। अब हेर्नुहोस्, ए भनेको के होला, असै भन्ने त थाहा छ, ए भनेको नेपालीमा अ, एस भनेको के भयो नेपालीमा स, आई भनेको के हो, ई। तपाईँले नेपाली टाइपिङ मोबाइलमा इङ्ग्लिसबाट नेपाली हान्दाखेरि के हुन्छ, आई लेख्ने बित्तिकै टाइपिङ गर्दा फेसबुकमा यताउता आई भनेको ई आउँछ आफै। त्यसैले एएसआई हो उसरी भन्दाखेरि। तर आफूले के भन्नु, हाम्रो शब्दमा हामीले भन्ने त कहिले एएसआई भन्दैनौँ नि, हामी एसआई भन्दैनौँ नि, के भन्छौँ, असही सही वरिष्ठ सही भन्छौँ, हो कि नै। त्यसरी नै अब के भन्नु पर्यो, ए भनेको असही, स ई, अनि यो वरिष्ठ, एस भनेको यो सिनियर, वरिष्ठ सही। हेर्नुहोस्, आई भनेको इन्सपेक्टर हुनाले लास्टमा के लेख्यो, निरीक्षक। अनि हेर्नुहोस् यहाँ मैले पोइन्टरमा लेख्दैछु एसआई। एसआई भनेको के हो, सही व्यक्ति भएकाले नायब उपाधि दिएको हो। के उपाधि दिएको, नायब। सबभन्दा बुझ्नुपर्ने कुरा यहाँ छ है। आई निरीक्षक थाहा भइहाल्यो, प्रहरी थाहा भइहाल्यो। अब एसआई भनेको के हो, एसआईमा के लेख्ने त भन्ने कुरा आयो नि त। अब हेर्नुहोस्, अघि मैले के भने डी, जस्तै मानौ यो डी आउने बित्तिकै के हुन्छ, नायब हुन्छ भनेको थिएँ मैले। डी शब्द देख्ने बित्तिकै नायब हुन्छ भनेको थिएँ। भनेपछि अब यहाँ त डी शब्द छैन, एसआईमा के छ, डी शब्द छैन, तैपनि के लेखेको छ, नायब भन्ने शब्द आउँछ के, बुझ्नुपर्ने कुरा। अब हेर्नुहोस्, तपाईँले भन्नुहुन्छ, तपाईँले अघि डी भने नायब भन्नुभयो, अहिले एसआई पनि नायब लेख्नु लाग्छ। यो पनि कन्फ्युजन दूर गर्छु है मैले, सबैको सोल्युसन लिएर आएको छु कि। अब हेर्नुहोस्, यो नेपाल प्रहरी संगठनको सही व्यक्ति हो, नामै त सही छ। अनि कहिले घुस नखाने इमान्दार, सबभन्दा जुनियर अफिसर हो नि त यिनीहरू भनेको। यो तीनटा भनेको के हो, जुनियर अफिसर। बुझ्नुपर्ने कुरा है, यो अफिसर को अफिसर कुन हो भन्ने बुझ्नु पर्यो। असैदेखि वरिष्ठ सहीसम्म ताराहरू, असैदेखि वरिष्ठ सहीसम्म के हो, जुनियर अफिसर होइन। अनि यो इन्सपेक्टरदेखि माथि के भयो, सबै सिनियर अफिसर। यो इम्पोर्टेन्ट छ है। इन्सपेक्टर भन्दा माथिका दर्जा सबै के भयो, सिनियर अफिसर। अनि इन्सपेक्टर भन्दा यो तीनटा दर्जाहरू असही सही वरिष्ठ सहीहरू के भयो, जुनियर अफिसर। यति बुझ्नु पर्यो है। यिनीहरूको कलम चल्छ, इन्सपेक्टरदेखि भन्दा माथिको कलम चल्छ। त्यसैले यिनीहरू सबभन्दा ठुलो हाकिम, सिनियर अफिसर, अनि यिनीहरू जुनियर अफिसर है। अब हेर्नुहोस्, सही व्यक्ति हुनाले के, नायबको उपाधि दिएको हो। यसलाई के को उपाधि दिएको हो, नायबको उपाधि दिएको। हेर्नुहोस्, प्रहरी, नायब, निरीक्षक। हेर्नुहोस् यहाँ यो नायब किन आयो भन्ने कुरा पनि मैले तपाईँलाई भनिसकेँ। सही व्यक्ति हुनाले यसलाई संगठनहरूले के गरे, सिनियर अफिसर जस्तै यसलाई सिनियरको एउटा दर्जा दियो, नायब शब्द दिएर यसलाई एउटा उपाधि, पुरस्कार भने जस्तै है। अब हेर्नुहोस्, अब एस भनेको के हो, मैले भन्छु कि सिनियर, नेपालीमा के भन्छन्, वरिष्ठ। अब के लेख्ने यहाँ, वरिष्ठ। अनि एसआई एसआई एसआई, अब यो त अल्छी सही भइहाल्यो। एएसआई भनेको के हो, अल्छी सही। अल्छी सही हुनाले यसलाई नायबको उपाधि दिएको होइन भन्ने बुझ्नु पर्यो, एउटा है तरिका। यो अल्छी सही हो, त्यसैले यसलाई नायबको उपाधि दिएन। त्यसैले के भयो यहाँ, प्रहरी सहायक, प्रहरी सहायक निरीक्षक। हेर्नुहोस् कति सजिलो तरिका छ। अब अर्को तरिका के हो, मैले के भनेको थिएँ, ए भनेको के हो, ए भनेको के भयो, असिस्टेन्ट। एउटा तरिका यो अल्छी सही हो, त्यसैले यसलाई नायब लेखिन्न भन्ने बुझ्नु पर्यो। अर्को तरिका के बुझ्नु पर्यो, ए भनेको के हो, इङ्ग्लिसमा असिस्टेन्ट। असिस्टेन्टलाई नेपालीमा के भन्छन्,
सहायक। अब हेर्नुहोस्, अब यसमा हेर्नु सबभन्दा कान्छो को छ? जुनियर अफिसर। असै छ नि त सबभन्दा जुनियर अफिसर। कान्छो भाइ भनेको को? असै हो। अनि कान्छो भाइलाई त काम लगाउने हो सबैले, भाइ जा पानी लिएर भन्ने सबैले काम लगाउने दाइ भाइमा को? यो तीनटा दाइ भाइमा के भयो? जुनियर अफिसरमा सबभन्दा कान्छो त एएसआई भयो, असै भयो। त्यसैले यसलाई असिस्टेन्ट लेखियो के। यो बिचमा भएको के हुन्थ्यो? माइलो भएको भए, माइलो दाइ भएको भए के हुन्थ्यो? एडिसनल लेख्न सक्थ्यो होला, मानव। सबभन्दा कान्छो भाइ हुनाले असिस्टेन्ट भनिएको है यसलाई। असिस्टेन्ट भनेको सहायक। अनि हेर्नुहोस्, एसआईलाई नायब लेखियो भनेपछि अब यहाँ पनि त नायब लेखिएला नि त, किनकि यहाँ पनि त एसआई शब्द छ। सही भयो, सिनियर सिनियर सही भयो नि त। के भयो? यो सेम सार्ने मात्र हो। नायब नायबको नायब यहाँ सारिदिने हो। एस थपियो हुनाले वरिष्ठ थपियो। यो पनि त सही व्यक्ति भयो नि त, हो कि नै? दुईटा के भयो? सही व्यक्ति भयो। यो चाहिँ के भयो? अल्छी सही भयो। यिनीहरू इमान्दार सही भयो। यसरी याद गर्नु पर्यो। सबै कुरा भयो, हो कि नै? यति जाने भने जुनियर अफिसर सिनियर अफिसर भयो है। अब हेर्नुहोस्, 1 2 3 4 5 वटा दर्जा लिएर आएको छ। हेर्नुहोस्, अब एसएचसी एचसी एएचसी पीसी पीओए। अब यहाँ नोटमा हेर्नुहोस् त मैले के भनेको छु। एचसी देख्ने बित्तिकै हवलदार हो भन्ने बुझ्नु पर्यो, हवलदार दर्जा हो भन्ने बुझ्नु पर्यो। एचसी भन्ने बित्तिकै हवलदार हो भन्ने बुझ्नु है। अनि मैले के भने नेपालीमा लेख्दाखेरि सुरुमा के लेख्ने? सबैमा प्रहरी प्रहरी यो लेखिहालौँ है सुरुमा। प्रहरी 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 अनि प्रहरी अनि प्रहरी। यसमा केही कन्फ्युजन छैन। अगाडि सबैमा के लेखिदिने? प्रहरी 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 लेखिदिने। यसमा केही कन्फ्युजन छैन। अब हेर्नुहोस्, मैले के भने एचसी देख्ने बित्तिकै के भन्ने भने? हवलदार। के लेखिदिने? हवलदार। यो बुझ्नु पर्यो। ए आयो हर्के हवलदार भन्ने सिरियल त हेर्नु भयो होला, त्यही सम्झिनु है। बुझ्नुभयो? ए आयो हर्के हवलदार भन्ने बुझ्नु पर्यो है। त्यसरी बुझे हुन्छ। अनि एचसी शब्द देख्ने बित्तिकै के भयो? हवलदार भन्ने बुझ्नु पर्यो। ए कति? तीनटामा एचसी छ भने के भयो? अब सबमा तीनटामा के लेख्नु पर्यो? पछाडि हवलदार अनि हवलदार हवलदार भइहाल्यो है। अब हेर्नुहोस्, सबभन्दा कान्छो एचसी मा सबभन्दा कान्छो भाइ को भयो? ए। कान्छो भाइमा ए भनेको के भनेको थिएँ मैले? असिस्टेन्ट। हेर्नुहोस्, ए भनेको के हो? असिस्टेन्ट। असिस्टेन्टलाई नेपालीमा के भन्छन्? सहायक। यो कुरा मैले सबै भनिसकेको छु, त्यसैले रिपिट धेरै गर्दैन। हेर्नुहोस्, के भयो? ए भनेको असिस्टेन्ट। के लेख्नु पर्यो? सहायक। हेर्नुहोस्, केही गाह्रो छैन। ए भनेको असिस्टेन्ट, कान्छो भाइमा ए लाग्यो नि त, असिस्टेन्ट हुने भयो, एडिसनल होइन है फेरि। अब हेर्नु, एस भनेको के मैले भनिसकेको थिएँ? सिनियर। सिनियर भनेको वरिष्ठ नेपालीमा। केही गाह्रो छैन। एससी भन्ने मात्र याद राख्नु पर्यो। एससी लाई नेपालीमा हवलदार। अरू केही जान्नु पर्दैन। एस भनेको भइसक्यो, ए भनेको भइसक्यो। अब पीसी भनेको के छ? पुलिस कन्स्टेबल। यो सजिलो छ। अब सबभन्दा कान्छो दर्जा भर्ती हुने भनेको प्रहरी जवान। अब त्यसलाई त के भन्नु पर्यो? जवानै भन्नु पर्यो हैन? लक्खा जवान हुन्छ नि त, भक्करिया केटाहरू आउने हो नि त, त्यति दिमाग लगाउनु पर्यो। अब प्रहरी कार्यालय सेवामा जवान केटा त आउँदैन, त्यसैले यो चाहिँ लोकसेवा लडेर आउने सबभन्दा कान्छो, त्यसैले यसलाई के भनेको? जवान भनेको। जवान केटाहरू आउने हो नि त, जवान केटाकेटीहरू भक्करेका आउने हो नि त, 18 वर्षका, 18 वर्ष कटेका 23 वर्ष नआएको होइन, त्यही भएर जवान भनेको यति हो। अब यो पीओए, पी भनेको के हो? पुलिस। ओ भनेको के भयो? अफिस। अनि ए भनेको के भयो? असिस्टेन्स। अब हेर्नुहोस्, पुलिसलाई नेपाली के भन्छ? प्रहरी। अफिसलाई के भन्छन्? कार्यालय। केही छैन यसमा गाह्रो। अफिसलाई कार्यालय। अनि असिस्टेन्ट भनेको के भयो? सहयोगी। केही गाह्रो छ त? केही छैन। प्रहरी कार्यालय सहयोगी। यहाँसम्म तपाईँहरूलाई पनि सबै कुरा याद भइसक्यो। नेपालीमा नेपालीमा कसरी याद गर्ने मात्र मैले बुझाएँ। एकैचोटि तपाईँलाई डामाडोल गरिदियो भने याद हुँदैन। त्यसैले मैले अगाडि नेपालीमा कसरी याद गर्ने त्यो भन्दैछु। अब म तपाईँहरूलाई के गर्छु? दर्जानी चिन्ह कसरी याद गर्ने, चिन्ह याद गर्ने पनि तरिका मैले सजिलो बनाएको छु है। अब चिन्हतर्फ है। अब हेर्नुहोस्, फेरि तीनटा सबभन्दा ठुलो दर्जा, ठुलो हाकिमहरू। अब यिनीहरूको दर्जानी चिन्ह मात्र म बुझाइरहेको छु है। अघि के भयो? नेपालीमा के भन्ने त्यसलाई भन्ने भयो होइन। अब चाहिँ के भयो? तपाईँहरूलाई खालि दर्जानी चिन्ह के हुन्छ त? काँधमा भन्ने कुराको है। सुरुमा सबभन्दा ठुलोको आइजिपी, आइजिपी आइजिपी, एआइजिपी डिआइजिपी। यतिसम्म अब त थाहा पाइहाल्नु सबै कुराहरू होइन। अब हेर्नुहोस्,
एउटा कुरा के राख्नु पर्यो, आइजिबी शब्द देखिने बित्तिकै धानको बाला नबिर्सने है। आइजिबी हेर्नु, आइजिबी शब्द जसमा देखिन्छ, आइजिबी शब्द देख्ने बित्तिकै त्यसको काँधमा के हुन्छ, धानको बाला है। किनकि सबभन्दा ठुलो व्यक्तिहरू हुन् त यिनीहरू, नेपाल प्रहरी संगठनको सबभन्दा ठुलो हाकिमहरू। त्यसैले के यिनीहरूको फरक हुनु पर्यो नि त, धानको बाला टक्क झुलेको है। त्यसैले अब अर्को तरिका पनि छ, यो त याद गर्ने तरिका भने आइजिबी देख्ने बित्तिकै धानको बाला। अब अर्को यसो टेक्निक लगाएर हेर्नुहोस्, सरहरूले सबभन्दा ठुलो हाकिमहरूले के गर्नु भयो, अस्तिको असार 15 मा के गर्नु पर्यो, धानको बिउ रोप्नु भयो तीनटै हाकिमले। त्यसैले पनि यिनीहरूको काँधमा के छ, धानको बाला छ भन्ने याद राख्नु पर्यो। यति सजिलो। हेर्नुहोस्, आइजिबी एआइजिबी डिआइजिबीले के गर्नुभयो, असार 15 को दिन के गर्नुभयो, धानको बिउ रोप्नु भयो है। त्यसैले यहाँहरूको काँधमा के छ, धानको बाला। ह्यान्डराइटिङमा नजानु होला, म खालि बुझाउने छु। धानको बाला अनि धानको बाला। अब लेखेको त जति पनि भेटिन्छ क्या, तपाईहरुले फटाफट बुझाउँछु मात्र है, धेरै लामो हुन्छ भिडियो। के हुन्छ थाहा पाइहाल्नुभयो, असार 15 दिन रोपेको हुनाले के भयो, आइजिबी शब्दमा धानको बाला धानको बाला धानको बाला झुलेको हुन्छ काँधमा। यो त याद भयो। अनि अर्को कुरा मैले के भनेको थिएँ तपाईहरुलाई, इन्सपेक्टरदेखि आइजिपी सम्म के हो, सिनियर अफिसर। अब इम्पोर्टेन्ट छ है, मैले यो सिनियर अफिसर जुनियर अफिसर त याद गर्नु पर्यो। कुन पद सिनियर अफिसर हो भन्ने, इन्सपेक्टरदेखि माथि सबै आइजिपी सम्म सिनियर अफिसर है। अब हेर्नुहोस्, सिनियर अफिसरमा खुकुरी डन्डा क्रस हुन्छ, आँखा चिम्लेर जो पनि सिनियर अफिसर हुन्छ दर्जाको आउँछ, आँखा चिम्लेर खुकुरी डन्डा क्रस हुन्छै हुन्छ काँधमा। यो बुझ्नुहोस् है, यो नबिर्सिनुहोस्। अब हेर्नुहोस्, मैले के भने, सिनियर अफिसर देख्ने बित्तिकै खुकुरी डन्डा क्रस हुन्छै हुन्छ। अब यिनीहरू तीनटा के हो, जुनियर अफिसर होइन, जवान हलदार त होइन, के हो, सिनियर अफिसर। त्यसैले के भयो, खुकुरी डन्डा क्रस। ह्यान्डराइटिङमा नजानु। अब तीनटामा के भयो, खुकुरी डन्डा क्रस खुकुरी डन्डा क्रस खुकुरी डन्डा क्रस। हेर्नुहोस्, यहाँसम्म त याद भयो, केही छैन गाह्रो। अब तपाईहरु भन्नुहोला ताराहरू हुन्छ। अब ताराहरू पनि याद गर्ने तरिका मैले निकालेको छु, तपाईहरु तारामा झुक्किनु होला। अब हेर्नुहोस्, अब आइजिपी को कतिवटा तारा हुन्छ हेर्नुहोस्, तपाईलाई यो त याद छ, तपाईलाई सबैले पढाएको होला, तारा कतिवटा हुन्छ, दुईटा। अनि एआइजिपी को कतिवटा तारा हुन्छ, एउटा तारा। अब हेर्नुहोस् किन भयो त, हेर्नुहोस् दुईटा तारा एउटा तारा किन भयो। अब हेर्नुहोस्, सबभन्दा जेठो दाइको आइजिपी, माइलोको एआइजिपी अनि कान्छोको डिआइजिपी। अब हेर्नुहोस्, आइजिपी को कतिवटा भाइ छन्, दुईटा भाइ। त्यसैले कतिवटा तारा भयो, दुईटा। किनकि दुईटा भाइको जिम्मेवारी छ नि त आइजिपी सँग त है। आइजिपीले दुईटा भाइलाई हेर्नु पर्यो छ नि त, जिम्मेवारी कतिवटाको छ, दुईटा भाइको। त्यसैले कतिवटा तारा हुने भयो यहाँ, के जनाको भनेको पछि दुईटा भाइको जिम्मेवारी छ भने हुनाले तारा दुईटा राखेको, यो नबिर्सिनुहोस् है। अब हेर्नुहोस्, एआइजिपी मा एउटा तारा, किनकि यसको पछाडि कतिवटा भाइ छ हेर्नुहोस् त, एउटा भाइ को छ, डिआइजिपी। त्यसैले कतिवटा, एउटा भाइको जिम्मेवारी छ एआइजिपी सँग है। अब डिआइजिपी मा के हुन्छ, तारै हुँदैन, किनकि उसको तल भाइ नै छैन, कान्छो भनेको ऊ आफै छ है। यति सजिलो तरिका छ। तपाईहरु यो पहिलो भिडियो पाउनुहुन्छ युट्युब भरिमा, यस्तो तरिकाले बुझाएको है। त्यसैले सक्दोलाई सबैलाई शेयर गर्नु होला, साथीहरूलाई जस्तो विकटमा बसेका हुन्छन्, क्लास लिन सक्दैनन्, उहाँहरूको लागि मैले पैसाको भन्दा पनि सबैलाई सजिलो होस्, गरिब बच्चाहरूले पनि पढोस् हैन, बजारमा आएर पढ्न भ्याइदैन। त्यसैले यो भिडियो मैले यति मेहनत गरेर बनाएको छु। त्यसैले मेरो भिडियोलाई लाइक शेयर, च्यानललाई सब्स्क्राइब गरिदिनु होला है। अब हामी जान्छौँ अर्को दर्जामा। अब हेर्नुहोस्, एसएसपी एसपी डिएसपी इन्सपेक्टर, चारवटा दर्जा हेर्नुहोस् है। अनि मैले तपाईहरुलाई के भनेको थिएँ, इन्सपेक्टरदेखि आइजिपी सम्म को हो, यिनीहरू सबै सिनियर अफिसर। यो बिर्सिँदै नबिर्सिनु है। अब हेर्नुहोस्, यिनीहरू सबै हेर्नु, इन्सपेक्टरदेखि यिनीहरू सबै के हुन्, माथि हुन्। त्यसैले के भयो, सिनियर अफिसर देख्ने बित्तिकै खुकुरी डन्डा गर्छ, आँखा चिम्लेर। त्यसैले के लेख्दिने हामी, खुकुरी डन्डा क्रस। यसमा केही कन्फ्युजन छैन, सबमा के हाल्नु पर्यो, खुकुरी डन्डा क्रस, यसमा केही प्रब्लम छैन। अब हेर्नुहोस्, एसएसपी। अब यसमा भाइहरूको जिम्मेवारी त होला नि त, ताराहरू हुन्छ नि त, किनकि
जुनियर अफिसरलाई पनि त के हुनु सिनियरले जोड्नु पर्यो नि त आफूसँग उनीहरू पनि त एउटा अफिसर हो नि त अफिसरलाई पनि त आफ्नो काँधमा राख्नु पर्यो हो कि भन्नुहोस् सिनियर अफिसरले माथिका दर्जाहरूले के गर्नु पर्यो जुनियर अफिसरलाई पनि समेट्नु पर्यो अब हेर्नु तारा कतिवटा होला एसएसपीमा कतिवटा तारा हुन्छ तपाईँले यति त पढ्नु भयो होला तारा कतिवटा हुन्छ भनेपछि 3टा हुन्छ भन्ने थाहा छ तारा कतिवटा 3टा हुन्छ अनि यसमा तारा कतिवटा हुन्छ 2टा अनि यसमा कतिवटा तारा हुन्छ यो त तपाईँलाई यादै होला तर कसरी भयो के भयो यसको आइडिया छ हेर्नुहोस् खुकुरी डन्डा जस्तो आँखा चिम्लेर किनभने सबै यिनीहरू के हो सिनियर अफिसर आँखा चिम्लेर खुकुरी डन्डा अब हेर्नुहोस् 3वटा तारा किन भयो यसको पछाडि कतिवटा भाइ छ ए 3टा भाइहरू छन् त्यसैले कति भयो 3टा भाइ अब एसपी को कतिवटा भाइ छन् 2टा त्यसैले के भयो 2टाको जिम्मेवारी छ 2टा तारा अब हेर्नु डीएसपी को पछाडि कतिवटा भाइ छ कान्छो भाइ एउटा मात्र छ त्यसैले के भयो डीएसपी मा एउटा तारा अब इन्सपेक्टर तल कोही सिनियर अफिसर छ र छैन नि त इन्सपेक्टर भनेको सबभन्दा कान्छो सिनियर अफिसर त्यसैले यसको तल भाइ नभएको हुनाले के भयो यसमा तारा हुँदैन यति सजिलो तरिका हेर्नुहोस् तारा पनि याद गर्ने तरिका मैले तपाईँलाई भनिसकेँ अब हामी जान्छौँ जुनियर अफिसरमा अब हेर्नुहोस् यो 3टा भन्यो के हो भनेको थिएँ मैले यो 3टाहरू के हो जुनियर अफिसर थाहा होला नि एसएसआई एसआई एएसआई इन्सपेक्टर भन्दा माथि सिनियर अफिसर यिनीहरू के भयो 3टा जुनियर अफिसर है अब हेर्नु जुनियर अफिसरमा मैले के भने तारा मात्र हुन्छ अब यसमा त यादै गर्नु पर्यो तपाईँले असै त देख्नु भयो होला असै याद भयो भने अरू याद भयो अब असै त तपाईँको दाइ होला हैन रिलेटिभ होला नि धेरै असै त तपाईँले आँखाले देखिरहेको नजिकै चौकीमा पनि हुन्छन् सानो पोस्टहरू आउने है असै त तपाईँले देखिरहेको हुनाले तपाईँलाई थाहा छ कि तारा कतिवटा हुन्छ एउटा तारा हुन्छ भन्ने थाहा छ नि है यो त केही गाह्रो छैन के असैको थाहा हुने बित्तिकै अब धेरै मान्छे जवानमा दिइराख्नु भएको छ सबै +2 पास त्यसै उहाँहरूको पनि सपना होला यसपछि असै हुने प्राविधिक जवान भइसकेपछि हैन जनपद जवान भइसकेपछि अब हेर्नुहोस् एउटा असैमा एउटा तारा हुन्छ योभन्दा ठुलो माइलो दाइलाई कतिवटा 2टा तारा होला माइलो दाइको अनि जेठो दाइको कतिवटा होला 3टा तारा केही गाह्रो छैन जुनियर अफिसरको है यति पनि जुनियर अफिसर तारा मात्र हुन्छ अब इक्जाममा के गरिदिन्छन् अब खुकुरी डन्डा गरोस् पनि हानिदिन्छन् फेरि खुकुरी डन्डा गरोस् पनि थपिदिन्छन् खुकुरी डन्डा गरोस् कहाँ मात्र सिनियर अफिसरमा मात्र आँखा चिम्लेर खुकुरी डन्डा गरोस् अनि यो के हो जुनियर अफिसर त्यसैले यसमा खुकुरी डन्डा गरोस् हुँदैन केवल ताराहरू मात्र है जुनियर अफिसरमा अब हामी जाउँ हलदारतर्फ अब आयो नि हलदारहरू जवान अनि कार्यालय सहयोगी हेर्नुहोस् अब हलदारको मात्र हेरौँ त अगाडि 3टा दाइ भाइ भयो नि त हलदार 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 3टा हलदार छन् अब हेर्नु हलदार पनि याद गर्ने तरिका तपाईँलाई थाहा छ हलदारहरू त तपाईँको नजिक नजिक हलदार असै जवानहरूको देखिराख्नु भयो होला कतिवटा धर्का हुन्छ 3टा धर्का अनि एउटा डन्डा हुन्छ यो त थाहा छ अनि यसमा हलदारको कतिवटा धर्का हुन्छ 3टा सहायक हलदारको कतिवटा धर्का 2टा अब हेर्नुहोस् तपाईँले धर्का समेत पनि याद गर्नु पर्दैन के त्यसको लागि म छु हेर्नुहोस् न धर्का कसरी आयो हेर्नुहोस् त कतिवटा धर्का छ 4वटा धर्का बुझ्नु है कतिवटा चिन्ह छ 1 2 3 4वटा 4वटा किन आयो हेर्नुहोस् त कतिवटा भाइ छन् 1 2 3 4 वरिष्ठ हवलदारको कतिवटा भाइ छन् 1 2 3 अनि यो मिलाएर 4 यो पिओ कार्यालय सहयोगी जवान यो के हो सौतेली आमाको छोरा हो यसरी बुझ्नु पर्यो सौतेली आमाको छोरा हो हेर्नुहोस् त्यसैले त यसलाई के गर्यो यसरी डन्डा मात्र दियो अरूलाई के गर्यो सबैलाई यस्तो धर्का दियो तर यसलाई चाहिँ के दियो डन्डा दियो किनकि यो सौतेली आमाको छोरा भनेर एउटा चिन्ह दियो हेर्नुहोस् भेदभाव त हुन्छ नि त सौतेली आमामा पहिला पहिला अब त कम भइसक्यो त्यसैले यो गर्यो डन्डा दिएको है यहाँसम्म बुझ्नुहोस् अब हेर्नुहोस् यसमा हलदारमा के छ 3टा धर्का मात्र छ नि त हेर्नु 3टा धर्कामा कतिवटा भाइ छन् यसको तल 3टा भाइ है हेर्नुहोस् अब सहायक हलदारको पछाडि कतिवटा भाइ छ नि 2टा भाइ छन् यसरी भयो हलदारको याद गर्ने तरिका यो धर्काहरू हेर्नुहोस् यसको वरिष्ठ हवलदारको पछाडि 4वटा दर्जा भाइहरू छन् हवलदारको तल 3वटा भाइ सहायक हवलदारको 2टा भाइ त्यसैले हेर्नु धर्का पनि के छ 2टा 3टा हामीले नजानेको हो कि तपाईँहरूलाई बुझाउन नजानेको कसैले तर मैले तपाईँहरूलाई यति मेहनत गरेर सबै कसरी आएको होला भनेर सबै राम्रो तरिकाले बुझेर आफूले तयारी गरेर तपाईँहरूलाई मैले लिएर आएको छु है शब्द सेयर गरिदिनु होला यो तपाईँ युट्युबभरि जहाँ हेऱ्यो भने मेरो पहिलो भिडियो होला यस्तो डिस्क्राइब गरेर हरेक कुरा
सानो सानो कुराहरू है। अब हेर्नुहोस्, अब यो पुलिस कन्स्टेबल प्रहरी जवानको त के छ, तपाईँले देखिराख्नु भएको बेला त आफ्नो दर्जा त तपाईँलाई याद भइहाल्छ। के छ रिबन, रिबन हुन्छ भन्ने थाहा छ, यो त केही सम्झाउनु पर्दैन। अब कार्यालय सहयोगी के हुन्छ, केवल वर्दी हुन्छ, ड्रेस मात्र दिएको हुन्छ। किन ड्रेस मात्र दिएको हुन्छ त्यो पनि म भन्छु। यसलाई पनि किन दर्जा दिएन, किनकि उसले चाहिँ के गरेछ, लोकसेवाको इक्जाम दिएको छैन। लोकसेवा आयोगको इक्जाम दिनु पर्दैन नि त। प्रहरी कार्यालय सहयोगले लोकसेवा आयोगबाट इक्जाम दिनु पर्दैन, त्यसैले उसलाई के गर्यो, केवल वर्दी मात्र दियो है। यो कुरा चाहिँ बुझ्नु पर्यो। यति नै हो तपाईँको दर्जा याद गर्ने तरिका। अब हामी जान्छौँ इङ्ग्लिसमा है। अब हेर्नुहोस् इङ्ग्लिसमा कसरी याद गर्ने म सरसर्ती भन्छु है। अब हेर्नुहोस्, आई भनेको इन्सपेक्टर, तपाईँहरूलाई त कन्फ्युजन छ नि, आई भनेको इन्सपेक्टर। अब पी भनेको पुलिस त तपाईँहरूलाई यादै छ, यसमा केही कन्फ्युजन छैन। अब जी भनेको के होला, पी भनेको थाहा छ, आई भनेको इन्सपेक्टर थाहा पाइसक्नुभयो, जी भनेको जनरल। किनकि नेपाल पुलिस कहाँदेखि आएको हो, अगाडि त नेपाल आर्मी आएको हो नि त, त्यसैले आर्मीमा के हो, जनरल कर्नल भन्छ नि त। त्यसैले नै जी भनेको के हो, आर्मीबाट आएको हुनाले, सुरुमा नेपाल आर्मी आएको हुनाले यहाँ पनि के भयो, सबभन्दा हेडमा एउटा जनरल भन्ने शब्द ल्याएको हो के, ठुलो मान्छे हो भनेर। जनरल भनेको त्यो एउटा ठुलो व्यक्ति भन्ने बुझिन्छ नि त, त्यसैले जी भनेको जनरल भन्ने बुझ्छ। ए फर एप्पल भने जस्तै अब के बुझ्नु पर्यो, नेपाल प्रहरीको तयारी गर्नु हुँदैछ नि त। आई भनेको इन्सपेक्टर, जी भनेको जनरल, यस्ता यस्ता शब्द आउँछ के, पी भनेको पुलिस। अब हेर्नुहोस्, ए भनेको मैले भनिसकेँ, एडिसनल किन भएको होला मैले अगाडि भिडियो भनिसकेको छु। अब अरू सबै सिक्नुहोस्। आइजिपी याद हुने बित्तिकै इन्सपेक्टर जनरल अफ पुलिस, यो याद हुने बित्तिकै यहाँ खालि अगाडि थप्ने मात्र हो, केही गाह्रो छैन। अब जसरी डी देख्ने बित्तिकै नायक भन्नु भनेको थियो नेपालीमा, अब के भन्नु पर्यो, इङ्ग्लिसमा डी देख्ने बित्तिकै डेपुटी। अब ए देख्ने बित्तिकै एडिसनल, एडिसनल किन हुन्छ मैले भनिसकेँ है। अब एसएसपीमा एसपी 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 शब्द देख्ने बित्तिकै नेपालीमा उपरीक्षक भन्छन् भने अब इङ्ग्लिसमा के थाहा पाउनु पर्यो, महाभारत शब्द। यति लामो शब्दहरूमा कहीँ छ सुपरिन्टेन्डेन्ट भन्ने बुझ्नु पर्यो। जसरी नेपालीमा उपरीक्षक भन्छन् भने अब एसपी देख्ने बित्तिकै आँखा चिम्लेर सुपरिन्टेन्डेन्ट भन्ने बुझ्नु पर्यो। अब एस भनेको सिनियर अनि डी देख्ने बित्तिकै डेपुटी, मैले भनिसकेँ डी देख्ने बित्तिकै डेपुटी, केही छैन गाह्रो, सेम छ। अब इन्सपेक्टर तपाईँलाई थाहा छ के छ, इन्सपेक्टरदेखि इन्सपेक्टर भनेको के हो, सिनियर अफिसर। इन्सपेक्टर भन्दा माथि के हो, सिनियर अफिसर। अब हेर्नुहोस् सबभन्दा कान्छो सिनियर अफिसर भनेको इन्सपेक्टर, अनि इन्सपेक्टरले यो तिनटालाई हेर्नु पर्यो नि त। जुनियर अफिसरलाई पनि के हल्दार जवानले त हेर्ने कुरा भएन, त्यसैले के गर्नु पर्यो, इन्सपेक्टरले हेर्ने हुनाले यिनीहरू पनि एउटा अफिसर हो नि त, त्यसैले यिनीहरूको पछाडि के इन्सपेक्टर भन्ने शब्द राखिदिएको हो होइन। उनीहरू पनि त जुनियर अफिसर त अफिसर हो नि, उनीहरूलाई पनि अफिसरको फिल होस् भनेर सब भनेको आधा आधा अफिसर भने जस्तै, सिनियर अफिसरको सब इन्सपेक्टर, यिनीहरूलाई पनि फिल होस् न हामी पनि अफिसर हो भनेर, त्यसैले के राख्यो, सब इन्सपेक्टर। यसरी बुझ्नु पर्यो है जुनियर अफिसरलाई। एस भनेको के हो, सिनियर भइसक्यो। ए भनेको के हो, असिस्टेन्ट। असिस्टेन्ट किन भएको मैले भनिसकेँ, असिस्टेन्ट भनेको सबभन्दा कान्छो भाइ, जुनियर अफिसर सबभन्दा कान्छो भयो हुनाले असिस्टेन्ट राखेको है। अब हामी जान्छौँ हलदार जवानमा। अब हेर्नुहोस् हामी आइसकेका छौँ हलदार जवान अनि कार्यालय सहयोगीमा। हेर्नुहोस् एचसी भनेको सुरुमा थाहा पाउनु पर्यो। सी भनेको तपाईँलाई नर्मली थाहा छ, सी भनेको के होला, कन्स्टेबल कन्स्टेबल कन्स्टेबल। हेर्नुहोस् यसमा त केही डाउट हुँदैन, सी भनेको सुनिरहेको होइन, कन्स्टेबल इन्डियामा पनि यहाँ पनि कन्स्टेबल कन्स्टेबल कन्स्टेबलमा केही कन्फ्युजन छैन। अब एच फर हेड होइन, अब एच फर के भन्नु पर्यो हामीले, एच फर हेड भन्ने थाहा पाउनु पर्यो है, एच फर हेड, सी फर कन्स्टेबल। यसमा केही कन्फ्युजन छैन, एचसी थाहा पाउने बित्तिकै तिनवटा आफै याद भइहाल्यो। अब यसमा ए भनेको मैले भनिरहेको छु, ए भनेको सबभन्दा कान्छो हवलदार हुनाले के भयो, असिस्टेन्ट सहायक। अब एस भनेको के हो, सिनियर, मैले कतिचोटि भनिसकेँ, एस भनेको सिनियर, सिनियरलाई नेपालीमा वरिष्ठ। अब हेर्नुहोस् कति सजिलो भयो, एच फर हेड, सी फर कन्स्टेबल, तिनटामा के हुने भयो, अब हेड कन्स्टेबल। एस भनेको सिनियर, ए भनेको असिस्टेन्ट, कान्छो हवलदार थियो नि त त्यसैले। अब आयो सी फर कन्स्टेबल, पी फर पुलिस, सजिलो छ केही छैन। अब हेर्नु पी फर पुलिस, ओ फर अफिस, ए फर असिस्टेन्ट। प्रहरी के भन्छ नेपालीमा, पुलिसलाई प्रहरी कार्यालय
सह केही गाह्रो छैन हेर्नुहोस् सजिलो तरिकाले मैले तपाईँहरूलाई बुझाएको छु तपाईँहरूले युट्युबभरि जहाँ पनि हेर्नुहुन्छ यति सजिलो तरिकाले यति डिस्क्राइब गरेर तपाईँहरूलाई कसैले भन्दैन कि म तपाईँहरूलाई डिफ्रेन्ट तरिका सजिलो तरिका अहिलेसम्म कसैले नपढाएको तरिकाले म तपाईँहरूलाई पढाउँदैछु यति मेहनत गरिरहेको छु भने तपाईँहरूले आफ्नो साथीहरूलाई सक्दो यो भिडियोलाई चाहिँ लामो भयो भने भिडियोलाई सेयर गरिदिनु होला भिडियो लामो भयो भने तपाईँहरूलाई के भयो एउटा युजफुल भयो सधैँभरि याद हुने अब के हुन्छ तपाईँहरूले रट्टा मार्यो भने के हुन्छ एकछिनको लागि याद हुन्छ इक्जाममा गयो भने यो के हो अब खुकुरी डन्डा क्रजको ठाउँमा तपाईँ धानको बाला राखिदिनुहुन्छ यो असै सहीलाई पनि धानको बाला राखिदिनुहुन्छ खुकुरी डन्डा क्रज राखिदिनुहुन्छ त्यसैले के भयो अब सम्झिनको लागि मैले तपाईँहरूलाई यति यसलाई तयारी गरेर तपाईँलाई यस्तो राम्रो भिडियो लिएर आएको छु तपाईँले सक्दो यसलाई सेयर भिडियोलाई लाइक है च्यानललाई सब्सक्राइब गरिदिनु होला है अब यस्तै तपाईँहरूलाई अझै अरू सेवा सम्बन्धी अरू टपिकको पनि भिडियो चाहियो भने कमेन्ट गर्नु होला है यति भन्दै थ्याङ्क यू भन्न चाहन्छु सम्पूर्ण मेरो भ्युअर्सहरूलाई धन्यवाद